ती कुराहरूको साना साना कुराहरू पनि सबै यहाँ चाहिँ उल्लेख गरिएको छ है। अनि त्यसपछि गएर व्याकरणको मात्रै कुरा नभएर यहाँ बोध र अभिव्यक्तिका कुराहरू पनि एकदमै मजासँग तपाईँहरूले हेर्नुभयो भने तपाईँहरूले पनि वाह भन्नुहुन्छ। र यो सर्वप्रथम त मलाई यो उपहार प्रदान गर्नुभयो भने लेखक तथा सम्पादक अथवा क्वेस्ट पब्लिकेसन प्रणालीलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। र यो चाहिँ मैले यसको सरस्वती हेर्दाखेरि हरेक विद्यार्थीको लागि चाहिँ एकदम उपयोगी छ। कक्षा 6, कक्षा 7, कक्षा 8, कक्षा 9 र कक्षा 10 का विद्यार्थी भाइ बहिनीहरूको लागि चाहिँ एकदमै उपयोगी छ। र यति मात्रै होइन, र यो चाहिँ वास्तवमा शिक्षकको लागि पनि यो तहमा अध्ययन गराउनु भने शिक्षकहरूको लागि पनि एकदमै उपयोगी छ। किनभने यसमा व्याकरणको सरस्वती कुराहरू मात्रै छैन, यसमा बोध र अभिव्यक्तिका कुराहरू पनि प्रशस्त मात्रामा छन्। हामीले त्यो लेखन सिप कसरी गर्ने सबै कुराहरूको चाहिँ यहाँ एकदम डिटेलमा छ क्या। यहाँ एकदम सरल तरिकाबाट दिएको छ, एकदम सजिलै बुझ्न सकिन्छ। विद्यार्थीहरूलाई